आज म अत्यन्त खुसी छु किनभने मैले आफूले असम्भव ठानेको एउटा सीमालाई पार गरेको छु। गत वर्ष म 75 राउन्ड सूर्य शक्तिमै रोकिएको थिएँ, तर यस वर्ष जुन 24 मा मैले 108 दिनभित्र 108 सूर्य शक्ति गरेरै छोड्छु भनेर सङ्कल्प गरेको थिएँ। खुसीको कुरा, मैले त्यो लक्ष्य 11औं दिनमै पुरा गर्न सफल बनेँ। आज मेरो यात्राको 20औं दिन हो। अहिलेसम्म 4 दिन 108 सूर्य शक्ति गरिसकेको छु। बाँकी दिनहरूमा सूर्यक्रिया, सूर्य शक्ति र योगासन नियमित रूपमा अभ्यास गरिरहेको छु। अब मेरो नयाँ लक्ष्य छ हप्तामा 4 दिन 108 सूर्य शक्ति गर्ने र अन्य दिनहरूमा अङ्गमर्दना र योगासन लगातार गर्ने। यस यात्राले मलाई एउटा कुरा के सिकायो भने जबसम्म शरीर सक्षम छ यसलाई उच्चतम सम्भावनामा प्रयोग गर्नै पर्छ। किनभने आज शरीरले गर्न सक्ने कुरा भोलि सायद सम्भव नहुन पनि सक्छ। यी साधनाहरूले केवल शरीरलाई बलियो र लचिलो मात्रै बनाउँदैन, हाम्रो ऊर्जाको स्तर बढाउँछ, हाम्रो चेतनाको स्तरलाई बढाएर शरीरहीनताको अनुभव गराउँछ, जुन आन्तरिक स्वतन्त्रताको उच्चतम अनुभूति हो। सद्गुरु भन्नुहुन्छ हठयोगलाई केवल व्यायामको रूपमा होइन, एउटा जीवन्त प्रक्रियाको रूपमा सिकाइनुपर्छ। तब मात्र योगासनले हामीलाई परमानन्दको अवस्थातर्फ लैजान सक्छ। तपाईँले पछिल्लो समय आफ्नो कुन सीमा तोड्नु भयो? कमेन्टमा अवश्य साझा गर्नुहोस्।